हेलो हेलो सबैजनालाई नमस्ते अनि स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ के छ भने साथीहरू, म चाहिँ मेरो बाबुलाई लिएर स्कुल जाँदैछु। अनि जाँदै बाटोमा चाहिँ पानी पर्यो क्या, अनि त्यही भएर मैले चाहिँ छाता ओढेर बाबुलाई स्कुल लिएर जाँदैछु साथीहरू। अनि हाम्रो ठाउँतिर चाहिँ अब बर्खा लागिसक्यो नि त, अनि बर्खा लागेपछि चाहिँ चारैतिर कुहिरोले ढाक्छ क्या, अनि त्यही भएर हाम्रो गाउँलाई चाहिँ चारैतिरबाट कुहिरोले ढाकेको छ साथीहरू, देख्न सक्नुहुन्छ। अनि म चाहिँ मेरो छोरालाई लिएर स्कुल जाँदैछु। मेरो बाबु चाहिँ रेनकोट ओढेर अगाडि हिँडिरहेको छन्। अनि हामीहरू चाहिँ हिँडिरहेको छौँ साथीहरू। अनि हामीहरू जस्तै मेरो बाबुहरू जस्तै अरू बच्चाहरू पनि जान्छन् क्या स्कुल, अनि त्यही भएर उनीहरू पनि छाता ओढेर आउँदैछन् साथीहरू। सबै बच्चाहरू चाहिँ पानी परेको छ नि त, अनि त्यही भएर छाता ओढेर आउँदैछन् साथीहरू, देख्न सक्नुहुन्छ। अनि म चाहिँ बजार आइपुगिसकेँ। अनि यो चाहिँ हो लिबाङ बजार। अनि यो चाहिँ हो लिबाङ बजारको स्कुल, तुलसी बोर्डिङ हो। यो चाहिँ स्कुलको नाम चाहिँ तुलसी बोर्डिङ हो साथीहरू। अनि यो चाहिँ धेरै अग्लो छ क्या यो स्कुल चाहिँ। अनि म चाहिँ मेरो बाबुलाई, हाम्रो बाबु नानीलाई लिएर जाँदैछु साथीहरू। बजार हिँड्दै जानुपर्छ क्या बाबु नानीहरूको स्कुलमा चाहिँ, त्यही भएर म चाहिँ हिँडिरहेको छु। बाबु नानीहरू पछाडि छन्, अनि म चाहिँ अगाडि हिँडिरहेको छु साथीहरू। अनि यो चाहिँ हो लिबाङ बजार। हाम्रो बजारतिर चाहिँ पानी परेको छ नि त आज, अनि त्यही भएर बजारतिर पनि चारैतिर कुहिरोले ढाकेको छ साथीहरू, देख्न सक्नुहुन्छ। पुरै कुहिरोले ढाकेको छ बजारलाई। अनि हाम्रो बाबु नानीहरू चाहिँ अब मेरो अगाडि हिँड्दैछन्, नानीले चाहिँ हाई भन्दैछन्। अनि हाम्रो बाबु नानीहरू चाहिँ अब हाम्रो यिनीहरूको स्कुल आइपुग्नु लाग्यो नि त, अनि त्यही भएर खुसी हुँदै अगाडि दौडिरहेको छन् साथीहरू। मेरा बाबु नानी जस्ता अरू बच्चाहरू पनि हिँडिरहेको छन्। अब चाहिँ हामी स्कुलको नजिक आइपुगिसक्यौँ साथीहरू। अनि अब चाहिँ स्कुल आज ढिलो भएको छ क्या, अनि त्यही भएर ढिलो भयो भनेर बच्चाहरू चाहिँ अगाडि दौडिरहेको छन्। घन्टी लागिसक्यो स्कुलमा, अनि त्यही भएर बच्चाहरू हतार गर्दै दौडिरहेको छन् साथीहरू। अनि हामी चाहिँ अब फाइनल्ली स्कुल आइपुग्यौँ। बाबु नानीको स्कुल चाहिँ यही हो साथीहरू, होली भिजन। अनि त्यस पछाडि हामीहरू चाहिँ अब गेटबाट भित्र छिर्यौँ। अनि गेटबाट भित्र गइसकेपछि चाहिँ बाबु नानीहरूको स्कुल चाहिँ माथिल्लो तलामा हो कि साथीहरू, अनि त्यही भएर म चाहिँ बाबु नानीहरूलाई लिएर उकालो चढ्दैछु सिडीबाट। अनि त्यसपछि उकालो चढिसकेपछि चाहिँ मैले बाबु नानीको ब्याग राखेँ। अनि हाम्रो बाबु नानीहरू चाहिँ खुसी हुँदै बसिरहेको छन्। उहाँ चाहिँ हुनुहुन्छ मेरो भान्जा, अनि मेरो छोरा, अनि मेरो भदैनी, अनि यिनीहरू चाहिँ अरू बच्चाहरू। अनि त्यस पछाडि चाहिँ सबै बच्चाहरूलाई बाई बाई भनेर म चाहिँ अब निस्किन्छु साथीहरू। बाई बाई।